मुलुकलाई बर्मा लुट गर्ने ठगहरूलाई एक दिन जनताले कारबाही गरिदिन्छ। सांसद मन्त्री सत्तामा बस्नेहरूको तिनीहरूको चाहिँ सम्पत्ति चाहिँ छानबिन हुनुपर्छ, छानबिन हुनुपर्छ र निष्पक्ष रूपले छानबिन हुनुपर्छ र उनीहरूले गरेको लुटलाई उचित कारबाही गर्नुपर्छ। बल्ल जनताले साथ दिन्छन्, होइन भने अब चाहिँ 62-63 सालको आन्दोलनबाट किनारा लगाइसकेको राजतन्त्रले यत्रो आँट कसरी गर्न सक्यो? यहाँ संसदमा चाहिँ ठुल्ठुला कुरा गरेर उफ्रेर हुन्छ कि राष्ट्रलाई तपाईँ चाहिँ नि सही तपाईँ चाहिँ बाटो देखाउनुपर्छ। त्यस कारणले फेरि पनि म चाहिँ नेपाली जनतासँग आग्रह गर्छु, लोकतन्त्र गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। लोकतन्त्र गणतन्त्र लड्यो भने यो चाहिँ पटक पटक सत्तामा शक्तिमा बसेर मुलुकलाई बर्मा लुट गर्ने ठगहरूलाई एक दिन जनताले कारबाही गरिदिन्छ।